कोशी गाउँपालिका महाजनजी आन्दोलनमा कार्यालय आगजनी भएपछि अहिले यो जमुवा चोकदेखि थोरै अगाडि यो नयाँ कार्यालय स्थापनाको क्रममा छ कोशी गाउँपालिका। रङरोगन गर्ने कार्यक्रम भइरहेको छ। अब यो भाडामा सञ्चालित गर्ने तयारी छ कोशी गाउँपालिकाले। यो भवन चाहिँ भवनदाताले निःशुल्क गाउँपालिकालाई उपलब्ध गराएको भनिएको छ। तथापि पनि गाउँपालिकाले केही शुल्क दिएर भए पनि यो कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ। आगजनी भएपछि कार्यालयको सामग्रीहरू चाहिँ यसरी स्टोर गरिएको छ। कार्यालय विहीन भएपछि गाउँपालिकाको कर्मचारीहरू चाहिँ यसरी स्टोरमा बसेर आगजनी पछि रहेका सामग्रीहरू फर्निचरहरू चाहिँ यहाँ ल्याएर स्टोर गरिएको छ। निकै दुःखद अवस्थामा कर्मचारीहरूले चाहिँ काम गरिनुहुन्छ र यता चाहिँ यो विभिन्न शाखाहरू उपशाखाहरू बनाउने क्रममा छ गाउँपालिका। कम्प्लिट हुन समय लाग्नेछ। अब हामीले नयाँ ठाउँमा आउँदाखेरि अब सबै कुरा संरचनाहरू अलि त्यस्तै अवस्थामा थियो यो घरको। अब यसको सुधार गर्दा गर्दै अलिकति ढिलो भएको छ। यो मलाई लाग्छ एक हप्ताभित्र अब चाहिँ पूर्ण रूपमा यो सञ्चालनमा आउँछ। त्यो पनि अहिले कामहरू भइरहेछ। काम कुनै पनि रोकेको छैन हामीले र पूर्ण रूपले एक हप्ताभित्र यो सञ्चालनमा आउँछ। हाम्रो कति क्षति भयो आगजनीबाट? क्षति त अब हाम्रो कागजपत्रको उसमा केही पनि जोड बचेको छैन। अब जे अलिकति बचेको छ त्यो हामीले बोरामा खाँदेर राखिदिएको छ। 2-4 बोरा छ। त्यही हो हाम्रो। अरू चाहिँ हाम्रो टेबल कुर्सी त्यहाँ भएको कम्प्युटर सामग्रीहरू कार्यालय प्रयोजनको लागि जति हाम्रो ल्यापटप प्रिन्टरहरू थियो त्यो एउटै पनि हाम्रो बचेन। केही डराइदियो, केही मान्छे पछाडिबाट कुर्सी राखेर चोरेर पनि लिएर गएछ। अब आन्दोलनको नाममा अब त्यसमा चाहिँ गलत प्रवृत्ति भएका मान्छेहरूले त्यसलाई चाहिँ चोरेर लगाएछ। अहिलेसम्म कुनै मान्छेले फिर्ता पनि गरेन। हामीले फिर्ता गर भनेर सूचना पनि गऱ्यौँ। अहिलेसम्म फिर्ता पनि आएको छैन र प्रशासनद्वारा पनि त्यसको अहिले कतै पक्राउ परेको छैन। दराजहरू हामीसँग केही नभए पनि हामीसँग मोटामोटी 50वटा दराजहरू 52-53 वटा दराजहरू हामीसँग थियो। त्यो एउटै दराज काम लाग्ने छैन। तर त्यसलाई हामी सबै ग्यारेजमा हालेर मर्मत गराएर त्यसैलाई अब नयाँ किन्यौँ भने पनि एउटाको 25,000-30,000 पर्छ। बरु अब 10-15 हजार मेन्टेनेन्समा लाग्यो भने पनि सस्तो हुन्छ भनेर राज्यको पैसा जोडिन्छ भनेर चाहिँ हामीले मर्मत गरेरै दराजहरू हामी पुनर्प्रयोगमा ल्याउने। चेयरहरू पनि कुनै छ भने हामीले त्यसलाई मर्मत गरेर पुनर्प्रयोगमा ल्याउन सकिन्छ भने गरिरहेछौँ। र अरू अब क्षतिको ठ्याक्कै टोटल चाहिँ हिजो पनि एन्ट्री गर्दै थियो गराएको थियो। अब टोटल तर लमसम हाम्रो सायद छ 1 करोड जति लमसम हाम्रो क्षति भयो। अत्यावश्यक सवारी साधनहरू पनि आगजनी टोटल हाम्रो आगजनी छ। घर भाडामा थियो, घरमा आगजनी गरेन। त्यो सामान सबै बाहिर निकालेर आगजनी गरिदियो, तोडफोड गरौँ। अब त्यो हिसाबले चाहिँ गरेको छ। यस कार्यालय अलिक नभएर चाहिँ सेवा सञ्चालन गर्न अलिक अप्ठ्यारो भएको छ। वडा कार्यालय पनि 3टा नष्ट गरेको छ। 1 नम्बर, 2 नम्बर, 3 नम्बरको 1 र यो कुनै केही राखेन। त्यसमा पनि जसरी पालिकामा क्षति गर्यो त्यसरी 2 नम्बरको वार्ड कार्यालयको त वार्ड कार्यालयभित्रै 3 नम्बरको 2 र 3 को पनि आगजनी भएर त्यो त क्षति नै भयो। आगजनी नै भयो वार्ड कार्यालयमा। 1 नम्बरको वडा कार्यालयमा सामान सबै बाहिर ल्याएर आगजनी गरिदियो। त्यो घर पनि 1 नम्बरको त पुरानै थियो, सानो घर थियो। त्यसमा त्यस्तो किसिमको भएछ। हामी कोशी गाउँपालिकाका अध्यक्षज्यूसँग कार्यालयको निरीक्षण पनि गर्दैछौँ। निकै अस्तव्यस्त छ।
हामी सामान बचेको चाहिँ यति यति सबभन्दा राम्रो बचेको त रातमा यही छ यस्तो भन्नु अपरेटिङमा आयो भने ठिकै होला राम्रो छ त्यति भयो कि अब अहिले देख्दाखेरि अब हाम्रो अवस्था नाजुकै छ अहिले यतापट्टि भएकोले सबै सेवा चाहिँ नरोको काम गर्ने अध्यक्षज्यूको कार्यालय नभएपछि चाहिँ यसरी बाहिरै बसेर जनताको सेवा जनताका कुराहरू सुन्ने गर्दै हुनुहुन्छ हाम्रो अध्यक्षज्यू। आगजनीपछिको यो परिस्थिति अब 1.5 महिनाभित्र कार्यालयको सम्पूर्ण निर्माणको काम सम्पन्न भएपछि व्यवस्थित तरिकाले कुस्ती गाउँपालिका सञ्चालनमा आउनेछ।